होइन होइन यो बुढा नेतामा घमण्ड चाहिँ के को छ क्या, के को आधारमा यत्रो फुर्ती गर्दैछन्, यत्रो च्यालेन्ज गर्दैछन्? के को आधारमा चाहिँ त्यस्तो बोलिरहेछन्? अहिले त समय खराब चल्या, दिन बिग्रिया छ, हाम्रो बेला छैन, 2/3 सरकार थियो, त्यस्तोलाई त 36 घण्टाभित्रमा पल्टाइदियो भनेपछि त यो आँधीबेरी आएको बेला भनेर मौन बस्नु, शान्त बस्नु, धैर्य गर्नु छैन त। धैर्यता भन्ने चिज के को छटपटी हो? सक्छु जस्तो लागेको छ र अझै पनि सक्छु जस्तो लागेको छ। यही रवैया यही पाराले त सकिँदैन, डुब्ने नै हो। जसरी कि निम्न आँटेको दियो निम्नुभन्दा अगाडि धपक्क बल्छ भने चाहिँ त्यसै गरी पो बुर्ग बुर्ग बा हात धपक्क बल्या हो र, सिद्धिन आँट्या हो, सिद्धिने नै भयो। घमण्ड, इगो, सत्ता शक्तिको त्यो चरम मोहले सिद्धिने भए।